ल साथीहरू, आज चाहिँ नास्ता खाऊँ है त। दिउँसोको नास्ताको लागि मैले चाहिँ यहाँ सामानहरू काटिसकेको छु, चाहिने आवश्यक सामानहरू। आजको नास्ता चाहिँ हाम्रो रहेको छ पास्ता र चाउचाउ। मैले पास्ता चाहिँ पागेर अनि यता थालमा एउटा सेलाउन राखिसकेको छु। उता चाहिँ चाउचाउलाई उसिन्न छाडिदिएँ। त्यस पछाडि कराही राखेको छु। हजुरहरूलाई कति तेल आवश्यक लाग्छ त्यति हाल्नु होला। मैले चाहिँ थोरै हालेको छु किनभने अगाडि पास्ता पकाइसकेको कारणले धेरै पाक्नु पर्दैन, त्यही भएर थोरै राखेँ। अनि बिचबिचमा मैले चाउचाउ चलाइरहेको थिएँ। अनि त्यस पछाडि पास्ता र चाउचाउलाई चाहिँ एउटै भाँडामा मैले खनाएर राखिदिएँ। अर्कोतिर तेल तातिसकेको थियो, मैले जिरा फुराइहालेँ। अनि जिरा हल्का जलिसकेपछि खुर्सानी हालिदिएँ। खुर्सानीपछि अब खुर्सानी थोरै रातो भयो भने मैले प्याज हालिदिएँ। अनि प्याजलाई पनि एकछिन रातो हुनको लागि छोडिदिएँ चलाएर। अनि त्यस पछाडि प्याज रातो भइसकेपछि मैले चाहिँ गोबी खनाइहालेँ। अनि गोबीपछि अनि गाजर पनि एकैचोटि हालिदिएँ। उसलाई चाहिँ पाक्न लायो एकछिन। अनि गाजर र गोबी पाकेपछि अनि अब चाहिँ टमाटर हालिदिउँ एकछिन भनेर टमाटर हालिदिएँ। टमाटरलाई एकछिन पाक्नु पऱ्यो। अनि नुन चाहिँ हामीले हाम्रो घरमा ढेका नुन खान्छौँ, त्यहीलाई हल्का पिसेको। अनि ढेका नुन हालिदिएँ। अनि टमाटर उखुरिँदै थियो, मैले थोरै बेसार हालिदिएँ यसमा। अनि अब बेसारपछि यसलाई पाक्न दिउँ एकछिन, छोडिदिउँ होइन। अनि भाइले चाहिँ मसला खनाउँदै थियो माथिबाट, यसरी मिल्छ भनेर सबै गराइरहेको थियो। अनि पाक्दै थियो। अनि त्यसरी मैले चाहिँ चाउचाउ र पास्ता पनि हालिदिएँ। अनि कस्तो त्यो क्यामेराले कलर नै निकालेको थिएन भनेर उसले चाहिँ कलर हाल्नतिर लाग्यो। थोरै कलर हाल्यौँ, हामी चाहिँ रातो रातो मानिरहेको थियो। अनि नुन हालेको, चाउचाउको नुन। अनि त्यस पछाडि हात पनि लागिरहेको थियो कलर। अनि थोरै चुका हाल्यौँ। अनि हाम्रो पास्ता चाहिँ रेडी भयो साथीहरू। अब पाकिसक्यो, हामी चाहिँ ग्यास बन्द गरिदिउँ। अब चाहिँ मम्मीलाई हामीले 3वटामा हाल्यौँ। अनि मम्मीहरूलाई दिँदै थियौँ। मम्मीलाई पनि दिइसक्यौँ, मम्मी चाहिँ मिठै छ भन्दै हुनुहुन्थ्यो। अनि भाइलाई पनि मैले दिएँ। अनि मैले पछि खाएको भाइलाई दिएर अनि